झनुक्टा भागे त हामी आएर भाग्ने भइगयो ल देवराम भाइ हजुर मेरो भिडियो बनाइदियो त मेरो वर्षको सपना पुरा भएको छ आज भिडियोमै छ त्यो भिडियो बनाइदियो पछि गरौँ ल भेरी गुड आज हामी यहाँ चाहिँ अनुगमन गर्न आएका छौँ उहाँको भिडियो हेर्नुलाई यसरी बनाउनु भिडियो कतिवटा भेडा रे हो कति छ मामा भेडा हाम्रो दाजुभाइहरूले चाहिँ यसरी रेकर्डिङ गरिराख्नु भएको छ भेडा छ भन्ने मैले सुनेको थिएँ तर यहाँ जम्मै छैन अनि यहाँ भेडा चाहिँ यो हाम्रो मामा कर्नल साहुको भेडा गोठमा पुरुन भाइ पाउनु अनि उहाँसँग यस्तो भेडा गोठमा आउनु पाउनु चाहिँ हाम्रो लागि जो काठमाडौँको सहरमा बस्नुहुन्छ उहाँले पनि यो रहर र चाहना गर्नुभएको थियो र उहाँ यहाँ आइपुग्नु भएको छ दाइ पनि यसो मेरो भिडियोमा देखिनुहुन्छ ल डेभिड भाइले भिडियो गर्दै गर्दा मैले भिडियो हाल्दै गर्दै बाबु धन्यवाद यहाँ चाहिँ निकै राम्रो विश्वास दाईहरूसँग आज चाहिँ हाम्रो ठुल्बाको चाहिँ धेरै धन्यवाद भेरी अवलोकन गर्न आएको उहाँ दाई हुनुहुन्छ काठमाडौँदेखि आउनुभएको आज हामी सबैजना हाम्रो विश्वासी उहाँको चाहिँ हामी अवलोकन गर्न आएका छौँ यो चाहिँ थापाङ गाउँपालिका वडा नम्बर 4 जन्तरे कुचेरो फेरामा पर्छ एकदम हिमाली भेग हो अब म चाहिँ तपाईँहरूलाई गोठतिरै लग्दैछु यो भेडाहरू हेर्नुहोस् त यस्तो कति धेरै सङ्ख्यामा भेडाहरू छन् यति रमाइलो यति आनन्द म परमेश्वरलाई धन्यवाद दिन्छु देख्नुभयो भने साडा बढी छ हुन्छ भेडाहरूको म चाहिँ तपाईँहरूलाई भेटी गोठालो बस्ने गोठ कस्तो हुने रहेछ भन्ने कुरो म तपाईँहरूलाई देखाउन गइरहेको छु एउटा भेडा एक साइड माथि गयो भने चाहिँ सबै चाहिँ यसरी चाहिँ पुरै लस्करै लाइन लागेर हिँड्दो रहेछ नि हेर्नुहोस् त अब तलतिरका तल गइसकेपछि माथिकाहरू चाहिँ यसरी पुरै खुरुरु तलतिर झरिरहेछन् अब तपाईँहरूलाई मैले यो पनि देखाएँ किनकि भेडाहरूको चाहिँ बानी नै यस्तो हुन्छ ल प्रभुलाई धन्यवाद भएको हामीलाई यहाँसम्म आउनमा सहायता गर्नुभयो